हेलो सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। आज दिउँसोको खाना छ आलु, प्याज, टमाटर, लसुन अनि खुर्सानी, यसको तरकारी अनि यो आटा। म आज यसको खाना बनाउँदैछु। सर्वप्रथम आगो बल्न गइरहेको छु। आगो चाहिँ पानी परेर नि दाउरा त्यसै भिजेका थियो हो, दाउरा चिम्सा भएका थियो। तसरी बल्ला रहे चौचो खाए कि दानले खड़ा कति बनाएर थियो गए चाहिँ टन्न हल्का बाले भए कि अनि म कुदेर कडाई लिन गए जहाँ कडाई राखेँ तेल हालेँ बाहिर भ्यू यति राम्रो भयो त्यो देखाइदिएँ गए कति राम्रो भएछ। अनि मैले पहिले जिरा धनियाँको फुराएँ अनि लसुन हालेँ अनि मैले त्यसलाई हल्का चलाएपछि मैले प्याज हालेँ अनि त्यसपछि मैले त्यसलाई मजाले चलाइसकेपछि खुर्सानी पनि हालिदिएँ अनि ग्यास थोड़ा सोयाबिन थियो कि भिजाएर राखेँ उन पनि हालिदिएँ अनि आलु हालिदिएँ मजाले फ्राई गरिसकेपछि म त्यसलाई एकछिन चलाएपछि अनि के मेरो मोबाइल बिग्रियो गएछ त्यतिखेर अनि मजाले चलाइसकेँ चलाइसकेपछि फेरि म त्यसमा हल्दो हालेँ है मसला के हाल्ने थियो कि गएछ खुर्सानी मात्र हल्दो अनि नुन बच्चा खाना नहीं कि नुन त म कसो युज गर्छ म देखेँ नुन युज गर्दा गएछ। अनि मेरो तरकारी तयार भयो। लास्टमा टमाटर हालेपछि उसको साग अलि टेस्ट अलगै हुन्छ क्या गाइस। त्यो भयो त्यसो भने बिचमा मैले गेम खेलेको गाइस। अनि त्यसपछि मेरो तरकारी तयार भयो। म रोटी पकाउनतर्फ लागेँ। मेरो गाइस मेरो रोटी आँखामा सेकेर कति मिठो रोटी भयो हेर्न मजा रोटी पकाएँ। त्यतिखेर मेरो बच्चा पनि आएका थिए गाइस तलतिर उनलाई लुगासुगा खोल्न लगाएँ। म रोटी पकाउन लागेँ। रोटी तयार भयो आयो मेरो बच्चा उनलाई खाना दिएँ म पनि खान लागेँ गाइस। बाई मेरो खाना मिठो भयो। बाई बाई गाइस।